हेलो नमस्ते, म डाक्टर अमित। आज हामी एउटा अत्यन्त महत्त्वपूर्ण विषयबारे कुरा गर्दैछौँ। आज हामी कुरा गर्दैछौँ हार्ट एट्याक, जसलाई मेडिकल भाषामा मायोकार्डियल इन्फार्क्सन अथवा एमआई पनि भनिन्छ। धेरै मानिसहरूलाई के लाग्छ कि हार्ट एट्याक अचानक हुन्छ र कुनै सङ्केत दिँदैन, तर वास्तवमा हार्ट एट्याक हुन अघि हाम्रो शरीरले धेरै सङ्केतहरू दिन सक्छ। अब यो बुझौँ कि हार्ट एट्याक भनेको के हो। हाम्रो मुटु भनेको एउटा मांसपेशी हो र शरीरको अन्य अङ्गहरू जस्तै हाम्रो मुटुलाई पनि अक्सिजन र पोषण चाहिन्छ र यी पोषण अक्सिजन मुटुसम्म पुर्याउने काम कोरोनरी आर्टरिज अर्थात् मुटुको रक्तनलीहरूले गर्छन्। समयसँगै उच्च रक्तचाप, धुम्रपान, मधुमेह जसले हामी डायबिटिज पनि भन्छौँ, त्यसै गरी धेरै बोसोयुक्त खाना, तनाव, मोटोपन, एक्सर्साइज नगर्ने बानी, त्यसै गरी हाई कोलेस्ट्रोलका कारणहरूले गर्दा यी रक्तनलीहरूमा बोसो गएर त्यहाँ जम्न थाल्छ र त्यो बोसो जमेको अवस्थालाई हामी मेडिकल भाषामा एथेरोस्क्लेरोसिस भन्छौँ। यसलाई यसरी पनि बुझ्न सकिन्छ, जसरी पानीको पाइपभित्र फोहोर जम्दै जाँदा पाइप साँघुरो हुँदै जान्छ, त्यसरी नै रक्तनलीहरूमा यदि बोसो गएर जम्न थालेपछि रक्तनलीहरू पनि साँघुरो हुँदै जान्छन्। अनि जब त्यो रक्तनलीहरू साँघुरो हुन्छन् त्यतिखेर हाम्रो मुटुले पर्याप्त मात्रामा अक्सिजन या पोषण पाउन सक्दैन। अब यस अवस्थामा बिरामीलाई छाती दुख्ने समस्या हुन सक्छ, जसले हामी एन्जाइना पेन पनि भन्छौँ। अनि यो एन्जाइना पेन प्राय गरेर हिँड्दा, भर्याङ चढ्दा, दौडिँदा या तनाव हुँदा या शारीरिक मेहनत गर्दाखेरि धेरै जसो पाइन्छ र यो एन्जाइना पेन तपाईँले रेस्ट गरेपछि वा एउटा मेडिसिन खाइसकेपछि कम हुन जान्छ र यसले मुटुमा रगत कम पुगिरहेको सङ्केत दिन्छ। तर एक दिन त्यो बोसोको तह अचानक फुट्न सक्छ अनि जब त्यो फुट्छ शरीरले त्यसलाई चोट लागेको जस्तो सम्झेर त्यहाँ क्लट अर्थात् रगतको थक्का बनाउन थाल्छ र यो क्लटले रक्तनलीलाई पूर्ण रूपमा या इन्कम्प्लिट रूपमा बन्द गर्न सक्छ हाम्रो त्यो रगतनलीलाई। र यदि हाम्रो मुटुको रक्तनली पूर्ण रूपमा बन्द भयो भने मुटुको ठुलो भागमा रगत पुग्न बन्द हुन्छ र यो अवस्थालाई हामी एस्टेमी अर्थात् एसटी एलिभेसन मायोकार्डियल इन्फार्क्सन भन्छौँ। र यो एस्टेमी भनेको तपाईँको हार्ट एट्याकको एउटा गम्भीर टाइप हो र यसलाई तुरन्त उपचार गर्नुपर्ने एकदमै आवश्यक हो। तर यदि त्यही रक्तनली पूर्ण रूपमा बन्द भएको छैन, इन्कम्प्लिट बन्द भएको छ, आधी बाटो खुल्ला छ भनेपछि त्यसलाई हामी नन एस्टेमी भनेको नन एसटी एलिभेसन मायोकार्डियल इन्फार्क्सन भन्छौँ। यो पनि एउटा एकदमै सिरियस खालकै मायोकार्डियल इन्फार्क्सनको टाइपमा पर्छ र यो दुवै एस्टेमी होस् या नन एस्टेमी होस्, यो दुइटै इमर्जेन्सी कन्डिसन हो र तुरन्त बिरामीले अस्पताल जानुपर्ने हुन्छ। अब हामी कुरा गरौँ कि यो हार्ट एट्याकको लक्षणहरू के हुन्छन्। सबसे कमन सिम्पटम भनेको छाती दुखाइ। सबसे कमन सिम्पटम तपाईँको हार्ट एट्याकमा प्राय जुन पेसेन्टहरूमा देखिन्छ त्यो भनेको छाती दुखाइ हो। तर यो छाती दुखाइ भनेको तपाईँको सामान्य दुखाइ जस्तो हुँदैन। अब धेरै बिरामीहरूको अनुभव सुन्दाखेरि धेरै बिरामीहरूले भन्छन् कि छाती भारी भएको जस्तो फिल गर्छन्, धेरै बिरामीहरूले छाती कसिएको जस्तो फिल गर्छन्, धेरै बिरामीहरूले छाती दबाएको जस्तो फिल गरेको हुन्छन्, धेरैले छाती पोलेको जस्तो भन्छन्, धेरैले भन्छन् कि छातीमाथि ठुलो भार राखेको जस्तो एकदमै फिल भइरहेको हुन्छ। प्रायः जस्तो यो दुखाइ भनेको तपाईँको यसरी कसैले थिचेको जस्तो फिल गर्नुहुन्छ तपाईँको तपाईँको मुटुनिर। र यो दुखाइ प्रायः जस्तो तपाईँको छातीको बिच भागमा या देब्रे साइड लेफ्ट साइडमा धेरै जसो देखिन्छ। अब यो दुखाइ तपाईँको देब्रे हात या तपाईँको दुवै हातमा पनि हुनसक्छ। त्यस गरी तपाईँको यो काँधमा, त्यस्तै गरी तपाईँको घाँटीतिर, त्यसै गरी तपाईँको जबडामा, यो तपाईँको यो एङ्गलमा लेफ्ट साइडको पनि हुनसक्छ, त्यसपछि ढाडमा र कहिलेकाहीँ पेटसम्म पनि दुखाइ सर्न सक्छ। अब अरू लक्षणको बारेमा कुरा गर्दाखेरि अत्याधिक पसिना आउने, त्यस्तै गरी सास फेर्न एकदमै गाह्रो हुने, एकदमै सास फेर्न तपाईँले सास लिनै नसक्ने जस्तो अवस्था हुन्छ। कतिपय अवस्थामा तपाईँको वाकवाकी लाग्ने वा भान्ता हुने, त्यसै गरी तपाईँले कमजोर फिल हुने, त्यसै गरी चक्कर आउने या बेचैनी हुने, त्यसै गरी कहिलेकाहीँ के हुन्छ अचानक डर लाग्ने वा केही हुन्छ कि जस्तो आफ्नो मनमा एन्जाइटी या भावना आउन थाल्ने। त्यसै गरी महिलाहरूमा या वृद्धमा, त्यस्तै गरी तपाईँको मधुमेह भनेको डायबिटिजको पेसेन्टहरूमा एमआईको लक्षणहरू अलिक फरक हुनसक्छ। तर कहिलेकाहीँ के देखिन्छ कि एमआईको पेसेन्टहरूमा धेरै जसो पेसेन्टमा धेरै जसो नभनौँ, कुनै कुनै पेसेन्टमा छाती धेरै नदुखेको पनि हुनसक्छ। तर त्यस्तो पेसेन्टमा के हुन्छ कि तपाईँको अत्याधिक थकान फिल हुने, त्यसै गरी सास लिन गाह्रो हुने, त्यसै गरी पेट
पोल्ने, त्यस्तै गरी तपाईँको ढाड दुख्ने या तपाईँको यो एङ्गल जुन यो जबडा भन्छौँ नि, यो जबडाहरूमा मात्रै पेन हुन पनि सक्छ र यो अवस्थालाई हामी साइलेन्ट हार्ट एट्याक पनि भन्छौँ। अब सबसे महत्त्वपूर्ण कुरा, यदि कसैले हार्ट एट्याकको लक्षण देखियो भने के गर्ने त नि? सो सबभन्दा पहिलो कुरा कि यदि हार्ट एट्याकको लक्षण आयो भने तपाईँहरूले यसलाई बेवास्ता नगर्नु। यदि हार्ट एट्याकको सिम्पटमलाई बेवास्ता गर्नु भइरहेछ भने यो भनेको ठुलो लापरवाही हो। प्राय पेसेन्टहरू हाम्रो देशमा ग्यासले पेट दुखेको होला, ग्यास भएको होला भनेर घरमै बस्ने गल्ती प्राय पेसेन्टहरूले गरिराख्छन् र यो ग्यासको पेन होला भनेर सोच्नु भनेको यो भनेको ठुलो जोखिमलाई निम्त्याउने एउटा बाटो हुनसक्छ। त्यही भएर यदि तपाईँमा हार्ट एट्याक या एमआईको कुनै पनि लक्षण देखियो भने तुरन्त अस्पताल जानुहोस् र वा तुरन्तै कुनै पनि इमर्जेन्सी मेडिकल सर्भिसलाई सम्पर्क गर्नुहोस् र यदि समयमै उपचार गरियो भने धेरै जीवन बचाउन सकिन्छ। अब अस्पताल गइसकेपछि सबभन्दा पहिले मुटुको चाल हेर्नको लागि इसिजी गर्छौँ र सानो पेपरमा तपाईँहरूले यस्तो त्यो मुटुको चाल कसरी छ भनेर हामीले एउटा इसिजी गर्छौँ। त्यसै गरी हाम्रो मुटुको मांसपेशीमा केही समस्या भएपछि हाम्रो ब्लडमा ट्रोपोनिन आई, सिकेएमबीहरू जस्तो तत्त्वहरू चाहिँ बढ्न जान्छ र कहिलेकाहीँ त्यस्तै इमर्जेन्सी कन्डिसनमा परे हाम्रो डाक्टर साहबहरूले एन्जियोग्राफी पनि गर्नुहुन्छ। अब यो लगत्तै उपचारमा 3वटा महत्त्वपूर्ण औषधि हुन्छ। त्यो अब भिडियोमा त भन्न मिल्दैन, तर त्यो औषधिहरू डाक्टर साहबहरू दिनुहुन्छ। त्यो सँगसँगै अक्सिजन दिनुहुन्छ। कहिलेकाहीँ अब क्लट हटाउन पनि ट्रिटमेन्ट गरिन्छ। त्यसै गरी कहिलेकाहीँ अब साङ्ग्रो बाटोलाई फराकिलो बनाउन हामीले स्टेन्ट युज गर्छौँ, एन्जियोप्लास्टी गर्छौँ। त्यसै गरी तपाईँको एउटा सर्जरीले बाइपास सर्जरी हुन्छ। त्यो बाइपास सर्जरी गरेर पेसेन्टलाई ठिक गर्ने गरिन्छ। एउटा महत्त्वपूर्ण कुरा केही याद राख्नुहोस् कि एमआईको केसमा टाइम इज मसल। तपाईँले जति सक्दो चाँडो तपाईँले आफ्नो मुटुको मांसपेशीले बचाउन सक्नुभयो त्यति राम्रो तपाईँको लागि। जति धेरै ढिलो हुँदै गयो तपाईँको मुटुको मांसपेशी त्यति धेरै नै नष्ट हुन जान्छ। अब हामी कुरा गरौँ कि बाँच्ने उपायहरू के छन् नि भनेपछि यो धेरै हार्ट एट्याक हाम्रो जीवनशैलीमा केही परिवर्तन गरेपछि रोकथाम गर्न सकिन्छ। जस्तै हामीले यदि धुम्रपान छोड्यौँ भने यसले एमआईले निम्त्याउन सक्दैन। त्यसै गरी समयमै हामीले नियमित एक्सर्साइज गर्नु पर्यो। त्यसै गरी हेल्दी डाइट खानुहोस्। ब्लड प्रेसर र यदि डायबिटिज छ भने त्यसलाई कन्ट्रोल गरेर राख्नुहोस्। नियमित चेक गराउनुहोस् तपाईँको ब्लड सुगर कन्ट्रोलमा छ कि नै, तपाईँको ब्लड प्रेसर कन्ट्रोलमा छ कि नै। तनावको काम धेरै कम गर्नुहोस्। तनावको काम गर्नुभयो भने त्यसले गर्दा पनि एमआई निम्तिन्छ। अर्को भनेको तपाईँको वजन, तपाईँको ओबिसिटी जुन हुन्छ त्यसले गर्दा पनि तपाईँको एमआई एकदमै धेरै निम्तिन्छ र नियमित स्वास्थ्य जाँच गर्नुभयो भने पनि तपाईँले समयमै थाहा पाउनुहुन्छ तपाईँ एमआईतिर निस्किराख्नु भएको छ, तपाईँको बडीमा केही लक्षणहरू छ कि छैन भनेर थाहा पाउनुहुन्छ। र स्वस्थ मुटु भनेकै स्वस्थ जीवन हो। लास्टमा छातीको दुखाइ, सास फेर्न गाह्रो हुने या अत्याधिक पसिना आउने या तपाईँलाई एकदमै एन्जाइटी जस्तो फिल हुन थाल्यो, यो सबै सिम्पटमसँगै भने यसलाई कहिले पनि बेवास्ता नगर्नुहोस्। यदि समयमै यो लक्षणलाई चिनियो र समयमै उपचार गरियो भने हार्ट एट्याकबाट धेरै ज्यान बचाउन सकिन्छ। आजको भिडियोमा हार्ट एट्याकबारे यति नै। फेरि अर्को भिडियोमा भेट्नेछौँ र आफ्नो मुटुको ख्याल राख्नुहोस् र आफ्नो घर परिवारको मुटुको पनि ख्याल राख्नुहोस्। आजको लागि यति नै। धन्यवाद।